हेलो गुड मर्निङ एभ्रिवान। शुभ बिहानी शुभ पल। आज चाहिँ हामी चाहिँ यहाँ खर्सानी बारीमा यसो गोरमेल गर्ने क्रममा बुढाबुढी आएका छौँ। मेरो बुढी चाहिँ यहाँ डोरी लाएर खर्सानीलाई झुन्डाएर चाहिँ होइन पासो लगाइरहेको छ। यो पासो लगायो भने चाहिँ धेर फल्छ भन्छ, फल्छ कि मर्छ थाहा छैन। अनि म चाहिँ यसो गोरमेल गर्दैछु कि खर्सानी चाहिँ यस्तो फलिरहेको छ गाइज। अलि यो घामले गर्दा राम्रो नदेखेको। अनि यहाँ टमाटर पनि छ। यहाँ के त यसलाई गोलभेरा लोकल टमाटर हो। यसरी फलिरहेछ, मजाले फलेको छ नि। यो पनि आधा उधो टिपेर लगाएर पनि खाइसक्यो। यो खर्सानी चाहिँ यतातिर छन्। बिरुवाहरू मसिनो भए पनि मजाले फलेको छ गाइज। यता यस्तो फलेको छ। मसिनो बिरुवाहरूमा नि यस्तो दाना लगाएको छ। खोर्सानी चाहिँ होइन त्यो फलेको छ नि भित्रभित्र खोर्सानी। यसमा यस्तो भएर पनि यस्तो फलेको छ खोर्सानी। यसमै दामी फलेको छ भित्रभित्र। खोर्सानी चाहिँ किन्नु पर्दैन जस्तो छ गाइज यसपालि। यता यो माथिको छयाले राम्रो नदेख्दो रहेछ नि खोर्सानी। यस्तो भइरहेछ, यस्तो आइरहेछ। अन्त कस्तो लट्टा फलेको छ नि खोर्सानी। तर अलि यो घामले गर्दा राम्रो नदेख्दो रहेछ। यस्तो फलेको छ खोर्सानी। यो अब हरे खोर्सानी टिपेर लगेर कर्याम भातसँग खाने हो। मजाले फलेको छ हौ। अब 1-2 महिना पछाडि चाहिँ यो लटरम्मै हुन्छ। अनि अलि आज यसो हल्का गोरमेल गरेका छौँ। यसलाई गोरमेल गरेपछि चाहिँ अलिक फल्ने कुरो छ गाइजहरू। यसो छेउछेउमा यसको फेदमा यसो झारपातहरूलाई गोरमेल गरेर यसैलाई यहाँ लगाएपछि चाहिँ यसैले मल भएर फल्ने कुराहरू छ। ल गाइज आजलाई यति नै। फेरि अर्को भिडियोमा फेरि पनि आउनेछु। हस्त नमस्ते, बाई बाई। के भयो?